लदा गए ला उदो गएको एकछिन उदो गएको एकछिन भइरहेको छ हेर त देख्दैछ अनुहार लदा सिलगढी गएको एकछिन हेर्छु हेर्छु हेलो एभ्रिवान नमस्ते सबैमा कस्तो हुनुहुन्छ तपाईँहरू होइन आज चाहिँ के भन्छ एकछिनको लागि चाहिँ होइन सानो काम गरेर एकछिन सिलगढीतिर गएको खै कति भइसक्यो यहाँनिर 1:10 भएछ होइन आफ्टर लङ टाइम भनौँ न आउँदैछ फेरि अब कहिलेकाहीँ भ्लग होइन सो हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ होइन यो चाहिँ अस्ति भर्खरै हामीले बनाएको हाम्रो यताको युथहरू सबै मिलेर होइन यस्तो भइरहेको छ होइन अहिलेको रेनी सिजनले गर्दाखेरि सबैतिर क्या आफ्नो हाम्रो हिल्स एरियामा चाहिँ प्राय सबै जग्गामा पानीले यस्तै भएको छ क्या अनि सबै जग्गातिर प्राय सबै आफ्नो गाउँको युथहरूले गरिरहेको छ तपाईँहरू पनि मसँगै जाम्ला मेरो चाहिँ होइन यही खोल्दैन पेट्रोलको ट्याङ्कै यो खोलिदेऊ न यो स्प्रे छ यसमा डाल्ने होला नहीं खुल रहा है ना टैंकी मोबिल नहीं वो स्प्रे है क्या जंग जाने वाला स्प्रे है वेलकम हाम्रो सानो मिनी बजार भनौँ न हाम्रो सानो बजार यो चाहिँ जति पनि जे कुराहरू पनि हामी यहीँबाट गर्छौँ सबैजनाले जति पनि उभोकोहरू छ मान्छेहरू यहाँ चाहिँ विशेष गरी चाहिँ सन्डे चाहिँ यहाँनिर चाहिँ हाट लाग्ने गर्दछ हो अनि यो चाहिँ मेटली बजार भनौँ न यो टोटली अब तल्लोसम्म जति पनि छ होइन एकदमै ज्यादा घाम चड्किरहेको रहेछ यतातिर त खै सिलगढीमा पनि अब कस्तो हुने हो यहाँ त यस्तो साह्रो घाम वेलकम टु आवर मेटली बजार एकदम र भिडियो एकदमै र भिडियो आउँदैछ मेरो चाहिँ यो ल कस्तो हुँदैछ होइन के हुँदैछ केही पनि थाहा छैन होइन मलाई यो फर्स्ट टाइम हो मेरो यो क्यामेराबाट ला या त रेलगेट लागेको रहेछ होइन सो जाम रहेछ खोलिनु नि खोलिहालेछ जस्तै आइएम सो लक्की झन्डै गयो भेन्का लाउरा ला सरी इट्स माई फल्ट गाइज उताबाट नि आएको रेलगेट खोलेर यताबाट म पनि सट्टै गएको त झन्डै केही हुँदैन थियो दुईजनाको ठोकिन्थ्यो अलिकति यो मोडगाडहरू बाङ्गिन्थ्यो होला होइन खुट्टामा हल्का चोट लाग्थ्यो होला त्यति मात्र हुन्थ्यो अरू केही पनि हुँदैन थियो मलाई पनि हतार परिरहेको छ नि त होइन आफू यस्तो घाममा कहाँ पछाडि कहाँ बसिरहनु भन्दा चाहिँ अलिकति सट्टै आएको त
सो बिस्तारै बिस्तारै जानुपर्छ अब। हुँदै गर्छ यस्तो त कति कति भयो भयो अब भनौँ भने त अब कतिपल्ट चाहिँ म चाहिँ होइन एउटा झन्डै अब हुन्छ नि मरेर बाँचेको भन्छ नि हाम्रो म मात्रै होइन कति केटाहरूको हुन्छ क्या त्यस्तो भन्यो भने त अब जति पनि बाइकर्सहरू छ कि अब त्यो कुरा गऱ्यो भने त होइन कस्तो उयो हुन्छ कस्तो कस्तो जग्गाबाट उयो भएर आएको हुन्छ नि त के भन्छ यहाँ पनि खुल्लै रहेछ होइन आज एकदम ट्राफिक चाहिँ एउटामा पनि परिन सो के भन्छ के कुरा गरेको थियो भन्दाखेरि मैले अब बाइकर केटाहरू सबैजनालाई होइन सबैजनालाई थाहा हुन्छ कि कस्तो कस्तो झन्डै भन्छ नि झन्डै यस्तो कति डेन्जर डेन्जर कुराहरू भएको हुन्छ क्या यस्तो मेरो पनि पुरा भएको छ होइन तर भइ चाहिँ हालेको छैन तर कहिले पनि नहोस् भनेर चाहिँ म सोच्छु होइन त्यही प्रेयर गर्छु अनि अरूको पनि नहोस् प्रायः होइन एक्सिडेन्ट भन्ने कुरा अब त्यो हुन्छ नि त जानी बुझी हुँदैन पिलिक झिलिकै हुन्छ नि त त्यस्तै भयो केही छैन त्यही त अब सिधा सिधा जाने एकदम भिडियोमा पछाडि भेटेला अब चाहिँ फेरि यो चाहिँ पहिला म पनि यही कलेज पढेको होइन के भन्नु यो कलेज चाहिँ आधा न टेढो पऱ्यो यता न उता के भन्नु होइन कम्प्लिट चाहिँ गरिनँ भागै कुरो केही पनि मेमोरिज चाहिँ छैन यो कलेजसँग आयो गयो क्लास भन्ने कुरो कहिले पनि एटेन्ड छैन होइन इक्जाम्पल लकडाउनमा पनि हामी चाहिँ फेल हुने ब्याचहरूले हामी छ केटाहरू होइन 4-5 जना छौँ होइन लकडाउनमा फेल हुने ब्याचको हामी चाहिँ होइन अब लकडाउनमा पास हुनेहरू अहिले सबैजना के छ टिचर्सहरू छ प्रायः प्रायः होइन हाम्रो यतातिरको हामीसँग यतातिर अब चिनाजाना भएकोहरू सबैजना सबै लकडाउनकोहरू हो त्यही नहेरिकन ए मतलब हेरेर घरमा आएर पेपर सप्लिमेन्ट उयो के भन्छ लेखेर बुझाउने पार्टीहरू होइन हामी त्यसमा पनि फेल हुने हामी होइन छौँ हामी 4-5 जना केटाहरू छौँ होइन 5 मिनट जस्तै सबैजना के भन्नु मैले देखेको अनुसार सबैजना चाहिँ टिचिङ गरिरहेको छ होइन सबैजना टिचर्सहरू मात्रै छ हुँदो रहेछ त्यस्तो ओके म चाहिँ कहाँ आइपुगेँ भन्दा डानडिन क्रस गरेँ भर्खर होइन डानडिन क्रस गरेँ यहाँदेखिको टिसा खोला देख्छ एकदम धमिलो भइरहेको रहेछ क्या त्यहाँ माथिबाट देख्छ यो छ नि यो माथिको यो होइन यो चाहिँ अब अहिले बुझ्दाखेरि चाहिँ लाइक हुन्छ नि ठुल्ठुलो गाडीहरू चाहिँ यो अब बर्डेसन ब्रिज हाम्रो बागपुल ब्रिज भएर चाहिँ अब यता छिर्नु नदिनुको लागि चाहिँ यताबाट उता नजानु होइन उताबाट पर पनि बन्देको छ होइन अब कति मिटरदेखिको अर्को ट्रकहरू होइन ठुल्ठुलो लोड अन्त त्यस्तो लोड गाडीहरू दिँदैन रहेछ होइन ला के भयो पुरा जाम लागिरहेछ त फेरि ल्यान्डस्लाइड भयो कि क्या हो रड्डी हुन्छ त अगाडि ल्यान्डस्लाइड भएको जस्तो लाग्दैछ यस्तो जग्गामा बस्नु रिक्स छ नि हेर्नु त भेटको फेदमा अगाडि रोकेर काँचै ढुङ्गाले भेट्यो भने यस्तो हुन्छ कहाँदेखिको रहेछ यो जाम चाहिँ हेरौँ ल
यति धेरै जाम ला पारिदिएको जस्तो जाम त हा, के को जाम हो यो चाहिँ दिँदैछ दिँदैछ है भाइ होइन उँधो उँधो सिलगढी गएको बिहानका रड्डी भयो कसो भनेको आज चाहिँ यति डरलाग्दो जाम रहेछ कि लु लास्टै लु खाइस् त अब के हुँदैछ कोनि लु यहीँदेखि गरेछ होला जान्छ बाटो बनिँदैछ भन्दैछ होइन एकदम ब्रिज पनि खाली खाली दुईपट्टि गाडी रोकेर राखेको छ सायद त्यहाँ अस्ति ल्यान्डस्लाइड भएको थियो त्यसको होला मैले न्युजमा त देखेको थिएँ अब यहाँदेखि जानु दिन्छ कि दिँदैन हेर्दैछु मैले त ला खोलिँदैछ हल्का हल्का त त्यस्तो लाग्दैछ यहाँ पढ्नु घर फर्किनु पर्ने होइन जाममा पढ्नु त केही पनि छैन कि मलाई गएर रिटर्न हुनु छ नि त त्यही चाहिँ प्रब्लम हो क्या मेरो चाहिँ एकदम लामो ठुलो प्रब्लम चाहिँ यही हो होइन ला हेरौँ यो त कहाँसम्म पुग्दो रहेछ ल आम्माउ डक्किटाङ लोरीमा छ त कति दिनदेखिको जाम हो यो चाहिँ यस्तो गर्दैछ नि त फेरि छ्यास रड्याक्स चाहिँ ए आर्मीको बस रहेछ नि त केटाहरूको ला बाटो ब्लक छ क्या हौ एकदम बिहान 5 बजीदेखिको भन्दैछ होइन यहाँ ल्यान्डस्लाइड भएर चाहिँ अड्केको यहाँ दाहरूले चाहिँ त्यस्तो भन्नु हुँदैछ अनि यहाँ चाहिँ पानी पानी रहेछ अब चाहिँ खोलिनेवाला भन्नु पनि हुँदैछ हेरौँ न अब यति डरलाग्दो जाम लाग्छ कि यहाँ चाहिँ लास्टै खतरा हुन्छ क्या जाम चाहिँ यहाँको चाहिँ लगायत फाइनल्ली फाइनल्ली बल्ल खोल्दै केटा हो प्राङ्क गर्दैछ हामीसँग यस्तो डरलाग्दो जाम भयो उताबाट नै आउँदैछ यताबाट नै होइन लडेछ नि त बिचरा त्यहाँनिर यस्तो छ केटा हाम्रो के भन्छ कालिम्पोङ सिक्किम डुवर्सबाट आउनेहरूलाई चाहिँ यतिको पिर चाहिँ सहनुपर्छ सिलगढी आउँदाखेरि चाहिँ डुवर्सहरूको लागि छ नेक्स्ट रुट पनि होइन अल्टरनेट रुट पनि छ तलबाट तर अलिकति लङ पर्छ त्यो चाहिँ एकदम सेफ्टी छ होइन ला यसरी हुन्छ भन्नाले म चाहिँ त्यहाँ चाहिँ परेन त्यो साइडमा त ल बिस्तारै बिस्तारै खोलिँदैछ एकदम रिक्स छ क्या गाइज यो बाटो चाहिँ नि एकदमै रिक्स 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 हेर्नुहोस् त एउटा पोखरेल रहेछ दुईवटा जेसिबी रहेछ र पनि पुरा माथिबाट पहिरो झरेको छ नि त प्रपरली अहिले अगाडिबाटै देखाउँछु ल कतिपय चिज चाहिँ खोलिँदो रहेछ हेरौँ अब यस्तो भएको बहुत डेन्जर भएको रहेछ यहाँनिर काली मन्दिरको एक एकवटा लाइनमा रहेछ यहाँ आएर चाहिँ गाइस आर्मीले गर्दा चाहिँ अलिक मजाले कन्ट्रोल भयो पुलिसहरू चाहिँ हुँदैन थियो त्यस्तो भएको छ ज्वरो भएको छ झर्दैछ बिस्तारै खोलिँदैछ झर्दैछ झर्दैछ बेलुका फर्किँदा चाहिँ एउटा कोही नआऊ रेनी सिजनमा यो बाटो चाहिँ म बनाएको छु सबैजनालाई
देखियो होला कराएको थियो होइन आम्बो बहुत लाम्बा छ हाई हेलो गर्दैछ गाइज ल ठिकै छ आम्बो चाहिँ किन ल यहाँबाट धेरै कन्ट्रोल भइसक्यो अब चाहिँ सिधासँगले खुलिने फर्किँदाखेरि तल्लो बाटो फर्किने होइन मेरो ब्याट्रीको पनि एकदमै डाउन भइसक्यो क्या ए क्यामेराको पनि एकदमै ब्याट्री डाउन भइसक्यो त्यो जाम सिलगढीबाट आउने चाहिँ यहाँसम्म रहेछ ल यहाँसम्म हो क्या यहाँसम्म देखेँ कहाँसम्म चाहिँ रहेछ ल हेर्दै जाउँ न कहाँसम्म चाहिँ जाम रहेछ उता चाहिँ अब हेरौँ न सिलगढीसम्म होला यहाँसम्म चाहिँ रहेछ लास्ट जाम चाहिँ सकिएछ यहीँ स्थिति हो होइन लास्ट जाम यहाँसम्म जाम रहेछ होइन मेरो ब्याट्रीले भ्याउँछ कि भ्याउँदैन होइन अब चाहिँ यत्तिको भयो मेरो ल टन्नै भयो मेरो त्यो सामान होइन अँ गयो ल अस्तिको पानीले चम्पासरी पुरा डुबाउ होइन ल आज चाहिँ म चाहिँ सिलगढीबाट फर्केको ट्याक्कै गजलडुब्बाबाट जाउँ भनेको अहिलेको बाटो त सट्टै होइन त्यस्तो भइगयो र पनि हेर्छु ल गाइस अब कति दिन बादमा होइन आउँछ अभियसली डे बाई डे रेगुलरली त हाल्नु सक्दिनँ म होइन हाम्रो कामहरू पनि छ कति सो अब कति दिन बादमा फेरि भेटौँला ल गाइस